धानबारी देखिरहेछ ऊ माथि त्यो माथि देखेको चाहिँ तारेभिर अनि यो चाहिँ यताको होला जस्तो छ यहाँ चाहिँ धान आम्मामा कति मजाले धान फलेको है कालो पनि भइसकेको छ के भएको अनि धान हेर्नु न कालो भएको छ त बिग्रेको पानी नै नचाहिँदो रहेछ ल धान बाक्लो के है यो गाँच हालेर आएको होला के त्यो थोरै रोपेको थियो त्यो गाँच हाल्यो नि त अनि मोटो भयो धान आज चाहिँ हामी नयाँ पार्टी घुम्न आएको अनि यता त धानबारी नै धानबारी रहेछ कस्तो मजाले ला बिजोकै भएछ नि अब यस्तो भएपछि त हामीले चामल कसरी खाने होला धेरै धेरै अग्लो भएछ यो चाहिँ धान खेत फाँट रहेछ नि धान खेत नपार्टीको सहर आनीको गाउँ यता धान काटेर यता धान काटेर यस्तो भएछ नि धान पाक्नेको धान पाक्यो नपाक्नेको मुन पाक्यो कस्तो मजाले फल्ने रहेछ कि तर ला हामीले रोप्दा त मटर खेती टमाटर कस्तो मजाले फले यल्लो भित्र काउली पनि रहेछ सबै थोक छ हाम्रो नाइपाटीमा सबै थोक यो त हरियो काउली पो हो कि क्या हो हरियो काउली बुढो काउली के हुन्छ अनि कत्रो ढाडे बिरालो त्यो चाहिँ डल्लो खालको यो चाहिँ च्याप्टो खालको मिठो थियो काँक्रा चाहिँ टिप्नुपर्छ ल यो आनीहरूको जग्गा बारी हेरेर पनि फर्क्यौँ हामी सखरखण्ड सुटुनी रहेछ कहाँनिर आनी घाँस बोकेर आउँदै गरेको यो त खोल्सा पो रहेछ नि यो त खोल्सा रहेछ नि त यो चाहिँ रमाइलो ठाउँ रहेछ यता चाहिँ यस्तो शान्त बसौँ लाग्ने ठाउँ चाहिँ नयाँपाटी एरियाको दाल पनि फलेको छ यता त घोरे त्यो आन्टीले पठाइदिनुहुन्छ नि रातो यही हो कि तर यो चाहिँ रातो खालको हो कि कालो खालको कालो भएछ नि धान कालो भएछ है धान कालो भएछ यता त आउँदा त गाउँ आए जस्तै लाग्यो त पुरै गाउँतिर हिँडे पहाडको फेदमा जङ्गलको फेदमा कति राम्रो देखिएको यो फाँट त यस्तो मजाले धान फलेको छ कसरी भन्छ होला नि धान चाहिँ अनि
कसरी भन्छ धान चाहिँ मनको हिसाबले हुन्छ यसरी धान फलेको छ साथीहरू यता चाहिँ कसको जमिन हो यो चाहिँ यता जाउँ न अनि ए हो कोदो फुल्यो बारीमा लरीलाई धानको बाला झुल्यो खेतैमा भन्ने बेला यी तपाईँको जस्तो तरकारी त हेर्नु कत्रो कत्रो रहेछ कोदोबारी ए ल यो खोइ त नि हाम्रो अब काट्छ त ए एभोकाडो रोपेको थियो अनि यो त के हो म भन्दा अग्लो अग्लो छ त यी उयो यहाँ एउटा फापर उता यहाँ एउटा रहेछ त्यो बारीमा चाहिँ रोपेको थिएन त्यहाँ एउटा यहाँ बिचमा जम्मा 13वटा रोपेको थियो अस्ति बिचको ठुल्ठुलो त उखेलेर लगेछ एउटा दुईटा तिनटा यो लाइनमा चाहिँ 3टा रहेछ पल्लो लाइनमा होला क्या अनि खै बिचमा बिचको चाहिँ निकाल आमा यसको त यस्तो रुख हुँदो रहेछ त अनि बारीमा तल गमलामा त छोड्यो भने माथि जान्छ अनि ए यो आकाशतिर फल्ने सब्जी त यस्तो पो हुँदो रहेछ साथी म त आज देखेको यसको रुख अहिलेसम्म देखेको थिएन आनीले त रोप्नु भएको थियो तर उहाँ हेर्नु न टुप्पीमा झन् यो त के छिपाएर यसको भ्यू हुन्छ भ्यू राखेको के किन यहाँ हेर्नु साथीहरू यत्रो यत्रो फल्दैछ यो के अरे यो चिप्ले भेन्डी नि राम्रो बाछ कोदो फुलेको छ यसो गऱ्यो भने चाहिँ फोहोर मैला हुँदैन यो घरले रोपेको होइन अरूले अनि यहाँ चाहिँ बाटो चाहिँ कहाँदेखि आउँछ बाटो चाहिँ बाटो त त्यही हो माथि बाटो त यहाँ टुङ्गेको छ के अनि यहाँ भित्र छिर्ने त सानो गोरेटो हुनुपर्ने रहेछ होइन ला ऊ त्यहाँ तरेर जाउँ न अनि हुँदैन ऊ त्यहाँ तरेर जाउँ न हुँदैन ऊ त्यो गल्लीमा ऊ अनि चाहिँ हान्दै हुन्छ हामी बारी हेरेर फर्क्यौँ यता माथि यस्तो राम्रो फाँट देखेको छ यस्तो राम्रो देखेको यहाँ त आनन्द कस्तो आनन्दको मौसम चाहिँ गाउँ आए जस्तै लाग्यो नि साथीहरू गाउँ कति राम्रो देखेको छ कि जुका त आउँदैन नि हेर्नु दाल फलेर चट्टसँगले तर मेरो क्यामेरा कस्तो देखिएको यता कोदो फुल्यो बारीमा लरीलाई यता फेरि धानको बाला झुल्यो खेतैमा अनि हो साथी हो बाटो अब कहाँ जाने हामी अब यहीँ झरौँ यो झर्ने ठाउँ छ उ त्यहाँ मासतिर बाटो त बडो बाटो रहेछ नि जम्मू त माथि गलत बाटोमा आएछ यहाँ त नि के पुरै बाल्ल निकाल्दो रहेछ त नि यहाँ यो बारीमा निकाल्छ नि जब त्यहाँबाट त्यहाँबाट बाल्ल खाने बाटो गलत बाटोमा आएर अनि म त बाटै देख्दो रहेछ बाटो यही रहनु भने त जर्ने ठाउँ छैन यो चाहिँ के गरेको यो सानो प्लटिङ हानेको कि के हो यो ढिल चाहिँ बाटो होला है कुन हो यो तल्लो चाहिँ ए यो त उँभो मात्रै हो जग्गा अर्काको फापरबारीमा अर्काको कोदोबारीमा हिँडेर मार्छ साथीहरू मार्छ अस्ति पनि भिडियो बनाउँदै हिँड्दा गुकेको आज पनि के किच्चिने हो ला
माथिको ढिलोबाट उता सबै उता निस्किनु कता अनि कहाँबाट अड्कियो त्यो आनीले उ यहाँबाट गएर सबै पुग्छ भन्छ जेसु गाली नगर्नु है साथीहरू कसको बारी हो हामीले किचिम नरिसाउनु आयो बाटो भेट्यो यहाँनिर छ जस्तो छ ला कहाँको नाली गाडीमा पो खोल्सामा पो आइपुग्यो साथी हो सुँगुर फार्ममा पो आइपुग्यौँ लोजा के हो यो लामखुट्टे आयो त नि त्यहीँबाट अलि मासतिरबाट झरे भए हुन्थ्यो अनि बिचोक भयो नि उ त्यो नानीले सोध्नु पर्ने त खै कता भयो त्यो बहिनी उ त्यहाँबाट उता तर्ने ठाउँ छैन त्यो ऊ त्यहाँ रहेछ नि त क्या र के हो कता जाउँ उयो माथि बाटो चाहिँ ऊ पर छ त त्यहाँनिर अलिक परतिर गएर झरे भए हुन्थ्यो क्या र बरु जुकाले खाएको के हो चिला होइन अब यो यता र उता कुद्दै कुद्दै बस्नु न मेरी बास कहाँबाट निस्किनु बाटो हरायो जाने बाटो झर्ने ठाउँ त यहीँ छ कस्तो उता सिङ्गल घर बनेको आम्मा थकान पो लाग्यो ला हो जुत्ता भाँस्यो है अनि म त के गर्ने होला सेतो सेतो जुत्ता गाडीमा छिर्यो छिर्यो अनि त्यहाँ सिम छ नि त अनि कहाँ आउन सकिन्थ्यो होला ल लेट्स गो धानबारी तर यो धानमा यस्तो कालो पोका बसिन्छ कि बसेको हो यहीँबाट जाउँ न आली 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 छैन आली हे दिमाग खराब कहाँ गयो यता पारी जान लागेको नि हामी कहाँ त्यता माथि नदेखेर त यहीँबाट पारी निस्किन्छ नि दाइ होइन होइन यता यता यताबाट निस्किने ठाउँ छैन अनि धान चाहिँ जाँदैनौ यता झर्ने ठाउँ चाहिँ हुनु भयो यहाँ छिर्ने ठाउँ छ छिर्ने ठाउँ छ भने त भइहाल्यो नि हामी भुइहाल्यो दाइ भुइहाल्यो उता ड्रिलमा नानी हामी यता आएको हो नि त उयो माथि हाम्रो त्यहाँ जग्गा थियो त्यहाँ जग्गामा आएर यहाँबाट पारी चर्छु भनेर आएको थियो
कता कता ओफ फेरि पारी तरेर होइन होइन उता खोल्सा तर्नु यहाँबाट उता जानु बाटो यो धाने जान गएर नि फर्केर यतै आउनु पर्यो तपाईँ तर्नलाई हामी त त्यहीँनिर के जानु पर्यो त्यहाँबाट ओर्लिनु नसकेर पो यता आएको यहाँबाट नि गएर धानै जान गएर फेरि फर्केर यहीँ आउनुपर्छ धान झर्छ हामी त जाँदैन है त्यो धान चाहिँ बाटो छ बाटो हिँडेदेखि त्यही यतैबाट हिँड्छ होइन हामी आज मात्रै हो दाइ कहिले पनि कहाँबाट छैन ऊ त्यहाँबाट ऊ अलि जानु माथि त्यहाँ पनि धान झर्छ पराउँछ नजान्नु न भने मान्नु न भने मान्नु न अहिले मैले गाली गर्नुपर्छ तपाईँलाई तपाईँको धान होइन र यो धान एउटा पनि छुँदैन यार हामी उँधो ला ल एक जग्गा झऱ्यो भने त म त बरु मुनि झर्नु न यता मुनि झर्नु न खेतमा बाटो छ भनेर त आएको होइन यसो यता तलतिर छ कि भनेर चाहिँ आएको तर रहेनछ कि जाँदैन यता झरौँ यता यता ल ल ल ल धन्यवाद धन्यवाद यस्तो राम्रो आली हुँदा हुँदै इच्छा एउटा दाना के साह्रो त्यस्तो हामी लत के हुन्छ मडारिँदै हिँड्ने जस्तै यता ए माकुरीको जाल सुँगुर खाँदा त मिठो थियो साथीहरू गन्ध त के हो यस्तो ला जुत्ताको लेस फुस्केछ फेरि यही बेला कति न धानबारीमै मडारिन्छ जति गऱ्यो यार साला त धानबारीमा सुत्चुमै जस्तो गऱ्यो यार भनेको यो देश विदेश नखाएको मान्छे कति नै छ्या हामीलाई नि त थाहा छ नि हौ धान झर्छ भन्ने कुरा त पागल ऊ चाहिँ धान बारीमा रक्दै हिँड्छ होला अनि आफू जस्तै सोचेर नै बाटो थियो क्या अनि त्यहाँ यता भित्तामा जाउँ होला हौ रिसै उठ्यो यार तिम्रो लेस किन नबाँधे अनि बाँधेको त फेरि खुस्केछ ए दिमा रिस उठेको बेलामा लेस पनि यही बेला खुस्किन्छ त्यसको ठाडा गर्मी नै भयो साथीहरू दिदी बहिनी हालत जुत्ताको हालत यस्तो भयो साथीहरू कागज सुकाएको अरे साथी यो कागज के भन्छ काँचो कागज नेपाली कागज नेपाली कागज रे यसरी सुकाउँदो रहेछ 1 किलोको रहेछ छाया परेछ हजुर 1 किलोको कागज यो एउटा 1 किलो हुन्छ 200 पिसको 1 किलो सिबी हो त यो अनि किन होइन त बिहान खाएको जस्तो बिहान खाएको जस्तो सिबी हो यो रहेछ बिहान
यो लामो खालको रहेछ, यो राम्रो हुन्छ। अच्छा सिमी, हिउँदे सिमी भन्छ होइन यसलाई? यो कस्तो राम्रो डलाउँदो रहेछ है बाटो। रहेछ है। ए अब यसको यतापट्टि होइन ऊ त्यहाँ हाजीहरूको घर, हामी गाली खाँदै खोला खोला हिँड्दै सुँगुरको बाटोमा कुद्दै भए पनि आइपुग्यौँ। जेसुकै होस्, जसले जेसुकै भनोस्। कत्रो कत्रो त नि, बलियो बलियो रहेछ बाख्रा त। खसी त झन् कत्रो ठुलो रहेछ हौ। खै त बोका रहेछ नि। उफ, यहाँ आजीको घर कत्रो अग्लो अग्लो। एक अन्ध्रो त मेट्नै पर्यो। एक अन्ध्रो त मेट्नु पर्यो नि साथी। यसलाई फुल्नै यहाँ चाहिँ के रोपेको यस्तो पारेर? जीवनमा कस्तो राम्रो रहेछ है। कसले रोपेको यो? आजीले। यहाँ इस्कुस टन्नै फलेको छ पो त है साथी हो। बोट यस्तो भयो नि, इस्कुस त फलेको छ। ल आजीको घरलाई भत्केर यहाँ